माई न्यू भ्लग। आज फेरि हामी आइसकेका छौँ एउटा नयाँ भिडियो लिएर। आज चाहिँ हामी मम्मीको बुईको बाबाको ठाउँको पूजा गर्न जान लाग्छौँ हस्पिटल। यहाँ चाहिँ बुई हुनुहुन्छ, यहाँ चाहिँ मम्मी अनि बाबा चाहिँ अगाडि हुनुहुन्छ। अब हामी त्यस्तै जाने लाग्छौँ गाइजहरू होइन। अनि टिलगङ्गा हस्पिटलमा तपाईँलाई कस्तो लागिरहेको छ त मम्मी? धेरै रमाइलो लागिरहेको छ बिरामीले गर्दा भनेर समस्यामा छुइरहेको गाइजहरू। पहिला कस्तो लागिरहेछ? तपाईँलाई कस्तो लागिरहेछ भन्नु? रोक्छु होला हामी झर्क्यौँ के अलि माथि रोकिन्छ तल रोक्नु अब चाहिँ हामी जान लाग्छौँ त्यहाँसम्म चाहिँ हामी गाडीमा आयौँ। त्यताबाट चाहिँ यता हामी धेरै गइरहेको छौँ। त्यहाँ रोकिरहेको छ गाडी, त्यही भएर पशुपतिमा हेर्नु यस्तो भइरहेको छ। कस्तो दामी देख्छ नि। अब त हामी आइसकेका छौँ गाइजहरू टिलगङ्गा होइन। हामी टिलगङ्गा हस्पिटलमा जाने हो गाइजहरू। अब त यहाँ जेब्रा क्रसले भेटाइरहेको छैनौँ। अनि त्यो जेब्रा खोज्दै हामी जाँदैछौँ होइन। यहाँ चाहिँ बुईहरू मम्मीहरू चाहिँ यस्तरी हिँडिरहनु भएको छ। हामी चाहिँ टिलगङ्गा हस्पिटल आइसक्यौँ। यहाँ चाहिँ यति धेरै लाइन छ कि यति भिड छ कि कुरै छ। यहाँ चाहिँ यहाँहरू हो पूजा गर्ने चाहिँ मेन। म चाहिँ हेर्न आएको मम्मीहरूको बुईको बुबाको। मन पूजा पार त्यहाँ छ। लगाउन छोड्नु भनेको यो फेरि आजै खोलेर जानु होला नि यहाँ होइन। दान गर्नु पर्यो। त्यो भूषणम दान भन्नुभएको छ। हातको गहना त दान, म कानको यो कुण्डल खोल्न भन्नुहोस्। गर्न मन छ भने गर्नुहोस्। तर कानमा लगाएको कुण्डल भन्दा पनि महत्त्वपूर्ण कानको गहना के हो त भन्दा शास्त्र श्रवण गर्नु हो। के भयो त भने खाना गइरहेका छन् गाइजहरू सबैहरू सकेर। अनि यहाँ चाहिँ हामीले मेनु पनि हेरिरहेछौँ। अनि यहाँ चाहिँ बुई अनि मम्मीहरू चाहिँ यहाँ बसिरहनु भएको छ। अब चाहिँ हामीले खानेकुराहरू मगाएका छौँ। हाम्रो नास्ता खाएर सुरु हुन लाग्यो। भने